दर्शकहरू नमस्कार। रेणुसँगको धार्मिक यात्रामा आज पनि म बालाजीको 22 धारामा आइपुगेको छु, जहाँ 22 धारा पूर्णिमाको यहाँ भव्य मेला हामी देख्न सक्छौँ। आउनुहोस्, बाँकी हामी भित्र गएर हेर्नेछौँ। यहाँ सुरक्षाको राम्रो व्यवस्था गरिएको छ, हामी हेर्न सक्छौँ, जसको यहाँ कमान्डरको लागि एउटा अफिस बनाइएको छ। यहाँ हामी ठुलो भिड देख्न सक्छौँ। दर्शकवृन्द, हामी हेर्न सक्छौँ यहाँ यस्तो ठुलो भिड छ, यति धेरै जमात छ। यताबाट जानको लागि मात्रै व्यवस्था गरिएको छ भने फर्किनको लागि सायद उताबाट व्यवस्था गरिएको छ। हामी हेर्न सक्छौँ यो काठमाडौँको बालाजु स्थितको 22 धारा। यहाँ नेपाल प्रहरीबाट साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ। दर्शकवृन्द, बालाजु स्थित 22 धारा पूर्णिमा। नमस्कार तपाईहरुले हाम्रो च्यानललाई यहाँको शुभ नाम सहित र यो 22 धारा मेलाको विशेषताको बारेमा पनि हजुरले धेरै कुराहरू प्रष्ट रूपमा भन्न सक्नुहुन्छ। त्यसैले मैले हजुरलाई नै निवेदन गरेछु। अध्यक्ष तथा यो आजको व्यवस्थापन समितिको सहसंयोजक कृष्णलाल मानन्दर म स्थानीयवासी हुँ र मेरो केही भनाइ यहाँ राख्न गइरहेको छु। र म भन्न चाहन्छु कि यो बालाजी पूर्णिमा मेला किन लाग्दछ र कसरी लाग्दछ भन्ने एउटा तिर लाग्छु भन्ने। अर्को हाम्रो व्यवस्थापन कसरी गरिएको छ भन्दाखेरि त्यतातिर पनि लाग्नु छ। दुई साइडमा म भन्न चाहन्छु। जस्तै बालाजी पूर्णिमा मेला चाहिँ हाम्रो चैत शुक्ल पूर्णिमाको दिनमा लाग्छ। यो चाहिँ हाम्रो परापूर्व कालदेखि नै लाग्ने गरेछ र यो हाम्रो यो बालाजी पूर्णिमा मेला त्रिशुलीदेखि नै गाभिने हुनाले गोसाइँकुण्डको पानी यो स्थानमा ल्याएको हुनाले यही जुन पानी गोसाइँकुण्डको पानी यो बालाजीमा ल्याएर स्नान गर्ने गर्दछ, त्यो चाहिँ यो चैत शुक्ल पूर्णिमाको दिनमै पर्ने भएको हुनाले यो चैत शुक्ल पूर्णिमाको दिन एकदम महत्त्वपूर्ण भएको म जानकारी गराउन चाहन्छु। जुन 5 दिनको जात्रा हुन्छ, श्वेत विनायक गणेशको 5 दिनको जात्रा हुने गर्दछ। जुन जात्रामा हामीले 29 गते बेलुका राति 12 बजे हाम्रो भगवान विराजमान हुने घरबाट हाम्रो यो श्वेत विनायकको मन्दिरमा ल्याएर राख्ने गर्दछौँ र भोलिपल्ट आजको 30 गतेको दिनमा हाम्रो त्यो रथलाई पूजा आजा गरेर 30 गते बेलुका हामी 5:30 बजे 6 बजेतिर विधिवत पूजा गरेर रथमा खटमा राख्ने काम पनि हुन्छ। त्यसपछि हाम्रो यो बालाजी 22 धारा घुमाएर त्यसपछि आफ्नै स्थानमा भगवान विराजमान हुने छ र त्यसपछि धेरै धन्यवाद छ म्याम सर। यहाँको चित्रणहरू म हजुरलाई देखाउन गइराखेकी छु। भक्तजनहरूको यहाँ ठुलो उपस्थिति रहेको छ। विष्णुनारायण भगवान जलकुण्डमा अवस्थित हुनुहुन्छ। आशाहरू छन्, जबसम्म तपाईँकी आशाहरूलाई सपनाहरूलाई पुरा गरिरहनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ। र जब तपाईँ त्यसो गर्नुहुने छैन, आफ्नै सपनालाई। नमस्कार सर, धन्यवाद, स्वागत छ यहाँलाई। म डाक्टर प्रनन्द सिंह, हजुर, म सिमोलाइन हस्पिटलमा कार्यरत छु। अहिले चाहिँ यहाँ आज 22 धारा मेलाको उपलक्ष्यमा हाम्रो हस्पिटलको तिरबाट महानगरसँग सम्मेलन गरेर एउटा चाहिँ फ्री हेल्थ चेकअप क्याम्प चाहिँ यहाँ राखेका छौँ। अब कसैलाई इमर्जेन्सी केही परिआयो भने या के अब सर्टेन टाउको दुख्ने मेला भइसकेपछि तपाईँको अब कसैलाई चोटपटक लाग्न सक्नेदेखि लिएर अब कसैलाई अब अचानक
प्रेसर बढ्न सक्ने सुगर तलमाथि हुन सक्नेदेखि लिएर हामी चाहिँ आज यहाँ फ्री सुगरको चेकअप ब्लड प्रेसर चेकअप प्लस अब सर्टेन औषधिहरू पनि पऱ्यो भने चाहिँ त्यसको लागि हामी दिने गरी यहाँ बसेका छौँ। बिहान 6 बजीदेखि हामी अब यहाँ बसिरहेको छौँ, बेलुका 6 बजीसम्म हाम्रो प्रोग्राम। अब त्यसको लागि चाहिँ अब अहिलेसम्म हामीले 300+ यहाँ मान्छेहरूको ब्लड प्रेसर सुगरदेखि लिएर अरू अब जिआरपिएस हेर्ने काम चाहिँ गरिसकेका छौँ। हामीलाई सुन्दै गर्नुभएको श्रोताहरूलाई अथवा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ यो 22 धारा मेलाको तर्फबाट? म सम्पूर्ण दर्शकहरूलाई चाहिँ के भन्न चाहन्छु भने 22 धारा भन्ने एकदमै राम्रो ठाउँ हो। अब यहाँ हेर्दाखेरि एकदमै रमाइलो छ, मेला पनि एकदमै राम्रो लागिरहेछ। तपाईँहरू पनि आएर यहाँ इन्जोयमेन्ट गर्नुहोस्, रमाइलो गर्नुहोस्। केही त्यस्तो स्वास्थ्य सम्बन्धी केही समस्या परिआयो भने हामी यहाँ तत्पर आफ्नो सेवामा छौँ। त्यस्तो केही आवश्यक परेमा आएर हामीलाई सहयोगको लागि गर्न सक्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी सबैसँग सहयोग गर्नेछौँ। एकदम धेरै धेरै धन्यवाद।